नमस्ते। मेरो नाम डाक्टर मनिष लापकर्न हो अनि आज चाहिँ म डेङ्गु रिलेटेड केही जानकारीहरू सेयर गर्न चाहन्छु। यो हाम्रो पानी परेको मौसममा चाहिँ प्रायःजसो डेङ्गुको केस दिन प्रतिदिन बढ्दै जान्छन्। यो डेङ्गुको के त्यस्तो लक्षणहरू हो, यो कसरी हुन्छ, यसको रोकथाम कसरी गर्न सकिन्छ, के खानुपर्छ, यो सबै कुराहरू चाहिँ आज म हजुर समक्ष जानकारी सेयर गर्न चाहन्छु। यो नि हामी सबैलाई थाहा छ कि डेङ्गु चाहिँ डेङ्गु भाइरसले गर्दा हुन्छ अनि त्यो डेङ्गु भाइरस चाहिँ लामखुट्टेको टोकाइबाट हुन्छ। जुन एउटा एडिस एजिप्टी र एडिस एल्बोपिक्टस भन्ने हुन्छन्, उस चाहिँ लामखुट्टेको टोकाइले गर्दा हामीलाई डेङ्गु हुन्छ। र यो डेङ्गु हुने मच्छरले लामखुट्टेले कति बेला टोक्छ त हामीलाई? यो प्रायःजसो बिहान र बेलुकाको समयमा टोक्छ। रातिको टाइममा यो मच्छरले चाहिँ त्यति टोक्दैन। र यो डेङ्गुको लक्षणहरू चाहिँ के हुन् त? अनि डेङ्गुको लक्षणमा चाहिँ सबभन्दा पहिला आउँछ ज्वरो। अचानक धेरै ज्वरो आउने, हाई ग्रेड फिभर भन्छौँ हामी। त्यो चाहिँ 102, 103, 101 यसरी चाहिँ त्यो ज्वरो आउन थाल्छ। अनि त्यसपछि चाहिँ पुरै शरीर कमजोर भइदिने, हात गेडाहरू दुख्ने, अनि त्यसपछि चाहिँ रेट्रोअर्बाइटल पेन भन्छौँ हामी, आँखातिर चाहिँ दुख्ने, अनि त्यसपछि नजिया भोमिटिङ भन्छौँ, त्यो भनेको चाहिँ वाकवाकी लाग्ने, भोमिटिङ जस्तो हुने, हेडेक हुने, टाउको दुख्ने हो। यस्तो केही लक्षण देखिएमा चाहिँ हामी तुरन्तै हस्पिटल जाने। अनि हस्पिटल गएपछि डक्टर साहबलाई भेट्दाखेरि उहाँले चाहिँ सबभन्दा पहिला तपाईँले ब्लड टेस्ट भन्नुहुन्छ। अनि त्यो ब्लड टेस्ट कुन हो त? एउटा हुन्छ सिबिसी भन्छौँ हामी, सेल ब्लड काउन्ट। त्यो सेल ब्लड काउन्टमा हामीले हेर्ने भनेको प्लेटलेट हुन्छ र हिमाटोक्रिट हुन्छ। प्लेटलेट चाहिँ घटेको हुन्छ, हिमाटोक्रिट बढेको हुन्छ डेङ्गुको केसमा। त प्लेटलेट कति घटेको छ र हिमाटोक्रिट कति बढेको छ, त त्यो हिसाबले चाहिँ हामी उपचार गर्छौँ। अनि त्यसपछि आउँछ डेङ्गु टेस्ट भन्ने हुन्छ, NS1 एन्टिजेन टेस्ट हुन्छ, त्यसपछि आइजिएम एन्टिबडी टेस्ट हुन्छ र आइजिजी एन्टिबडी टेस्ट हुन्छ। अनि त्यसपछि आउँछ हाम्रो रिनल फङ्सन टेस्ट र लिभर फङ्सन टेस्ट। अनि तपाईँले सोच्नु भएको होला कि डेङ्गु केसमा रिनल फङ्सन टेस्ट किन गर्ने, किडनीको जाँच किन गर्ने र यो लिभर फङ्सन टेस्ट किन गर्ने? किनकि डेङ्गुले चाहिँ हाम्रो लिभरमा पनि असर गराएको हुन्छ र किडनीमा पनि असर गराएको हुन्छ। त्यसैले चाहिँ हामीलाई लिभर फङ्सन टेस्ट र रिनल फङ्सन टेस्ट दुवै गर्नुपर्छ त्यहाँ चाहिँ। हो, अनि हामी कति पेसेन्टहरू चाहिँ हस्पिटलमा आउँदाखेरि उता हाम्रो गाउँको डक्टरले चाहिँ यतिकै औषधि दिँदै हामीलाई सन्चो भइदिन्छ, या कतिको फार्मेसीमा गयो भने चाहिँ त्यतिकै बिना ब्लड टेस्टकै औषधि दिइदिन्छ। इफ तपाईँले भन्नुभयो कि मलाई ज्वरो आइरहेछ र जिउ गेडाहरू दुखिरहेछ भने, एक्चुअलीमा हाम्रो गाउँघरतिर या कुनै फार्मेसीतिर तपाईँ उता गएर कम्प्लेन गर्नुहुन्छ कि मलाई चाहिँ ज्वरो आएको छ, 102, 103 ज्वरो आउँछ र मेरो जिउ पुरै कमजोर जस्तो भएको छ, उसले चाहिँ फ्लेक्सन औषधि सबभन्दा पहिला चलाउने सोध्छन्। फ्लेक्सन भन्ने हुन्छ, हामी सबैले थाहै होला फ्लेक्सन ट्याब्लेट। तर एक्चुअलीमा डेङ्गुको केसमा हामीले चाहिँ एस्पिरिन हुन्छ, फ्लेक्सन हुन्छ, एसिक्लोफिनाक जस्ता पेन किलर्सहरू हुन्छ, त्यस्तो केही खानु पर्दैन। किनकि त्यो खानु हुँदैन। त्यस्तो खायो भने चाहिँ ब्लिडिङ रिस्क बढेर जान्छ डेङ्गुको केसमा। सो यस्ता केसहरूमा चाहिँ हामी हस्पिटलमै गएर ब्लड टेस्ट गराएर डेङ्गु पोजिटिभ छ भने चाहिँ हामीले त्यही हिसाबले औषधि चलाउनुपर्छ। यो त्यतिकै औषधि पसलमा गएर फ्लेक्सन लिएर चाहिँ त्यो आफ्नै ज्यानको लागि रिस्क हो त्यो कुराहरू चाहिँ। अनि त्यसपछि यसको ट्रिटमेन्ट के हो त, उपचार के हो त डेङ्गुको? इफ तपाईँले यो सिम्पल उपचार भनेको यो 80 to 90% केसहरूमा चाहिँ यस्तै लक्षणहरू आउँछन् हैन। त्यो अचानक ज्वरो आउने, अनि त्यसपछि चाहिँ हेडेक हुने, त्यसपछि चाहिँ जिउ गोडाहरू दुख्ने, अनि त्यसपछि चाहिँ नजिया भोमिटिङ जस्तो हुने, वाकवाकी जस्तो लाग्ने। यस्तो केसहरूमा चाहिँ हामीले प्लेन पारासिटामोल हुन्छ। प्लेन पारासिटामोल चाहिँ धेरै हाई ग्रेड फिभर छ, ज्वरो धेरै छ, जिउ धेरै दुखिरहेछ भने हामी सिम्पल पारासिटामोल दिने हो, हामी फ्लेक्सन दिने होइन त्यो केसमा चाहिँ। अनि त्यसपछि जीवन जल दिने पेसेन्टलाई, त्यो जतिसक्दो जीवन जल खाने। अनि त्यसपछि हामी चाहिँ पेसेन्टलाई चाहिँ नरिवलको पानी पिने भन्छौँ। पपिता भन्ने हुन्छ, पपाया भन्छौँ। पपिताको चाहिँ लिफ हुन्छ, पात हुन्छ, उसको पनि जुस हुन्छ, त्यो खायो भने सेतो रगत भन्छ प्लेटलेट त्यो बढेर जान्छ। अनि त्यसपछि सुपहरू खानुपर्छ। सुप भनेको चाहिँ मासुको सुप पनि खाँदा हुन्छ, चिकन सुप भन्छौँ। अनि त्यसपछि भेजिटेबल सुप, सागसब्जीहरूको तरकारीको चाहिँ सुप खाँदा चाहिँ हुन्छ। अनि त्यसपछि फ्रुट जुसहरू खानुपर्छ।
अनि यो जुसहरू चाहिँ फेरि क्यान्ड जुस होइन, त्यो प्याक भएर आएको जुस होइन, आफैले बनाएको जुसहरू चाहिँ खानुपर्छ। अनि अब कुनै कुनै केसमा चाहिँ एकदम थोरै बट कुनै कुनै केसमा चाहिँ वार्निङ साइन हुन्छ क्या, डेङ्गु विथ वार्निङ साइन भन्छौँ हामी। त्यो वार्निङ साइनमा चाहिँ एब्डोमिनल पेन एन्ड टेन्डरनेस हुन्छ, पेट धेरै दुख्ने हुन्छ, लिभर इन्लार्जमेन्ट हुन्छ, लिभर चाहिँ बढेर जान्छ, लिभर साइज इन्क्रिज हुन्छ, उमा चाहिँ प्लेटलेट धेरै घटेको हुन्छ, हिमेटोक्रिट धेरै बढेको हुन्छ। अनि त्यसपछि चाहिँ ब्लिडिङ आइरहेको हुन्छ नाकबाट, यो हाम्रो टिथ गम छन् यहाँबाट आइरहेको हुन्छ। अनि कहिलेकाहीँ त्यो ब्लिडिङ टाइपको ऱ्यासेसहरू पनि हाम्रो फेसमा आइरहेको हुन्छ। त्यो भनेको हाम्रो डेङ्गु विथ वार्निङ साइन हो। र त्यस्तो केसमा चाहिँ हामीले हस्पिटलमा एडमिसन गर्नुपर्छ। हस्पिटलमा एडमिट गराएर चाहिँ उसको सिम्प्टोमेट्रिक ट्रिटमेन्ट गर्ने, के समस्या छ, के लक्षण छ, त्यसको चाहिँ उपचार गर्ने। किनकि हाम्रो डेङ्गुको चाहिँ कुनै स्पेसिफिक ट्रिटमेन्ट या स्पेसिफिक भ्याक्सिन छैन कि यो भ्याक्सिन लगायो भने डेङ्गु सन्चो भइदिन्छ भनेर। हाम्रो शरीरमा के कस्तो लक्षण छ डेङ्गु भएपछि, अनि त्यो लक्षणको उपचार गर्नु हामीले, त्यसलाई चाहिँ सिम्प्टोमेटिक ट्रिटमेन्ट भन्छौँ हामी। यस्तो डेङ्गु विथ वार्निङ साइन भयो भने पनि चाहिँ हामी हस्पिटलमा राखेर चाहिँ सेलाइन पानी हाल्ने, सिटामोल हाल्ने। धन्यवाद।